आज भोलि मनले धेरै कुरा बोल्दैन, तर मौनताको भित्री आवाजमा तिम्रो नाम मात्रै गुन्जिन्छ। सबै कुरा बिग्रिएको छ, तर याद त्यो त अझै पनि जस्तै छ। दिनहरू भारी जस्तै लाग्न थाले, मानौ काँधमा पत्थर बोकेर जीवन हिँड्दैछ। साना कुरा पनि अब छस्स घोचिरहन्छन् र अँध्यारो पिञ्जराभित्र आफूलाई हराएको महसुस हुन्छ। तर अचम्म त्यही अँध्यारोमा सबैभन्दा तेज मानिस तिमी नै देखिन्छ। यति धेरै कुरा बिग्रिँदैछन् काम मनसमा, सबै एकैपटक विरुद्ध चलिरहेको जस्तै। तर हरेक गल्ती पछि, हरेक चोट पछि म भित्र एउटा आवाज उठ्छ। कसैले त सम्झिन्थ्यो यदि तिमी यहाँ भए कि भए। आफैलाई हेरेर आफैसँग सोच्छु, किन अझै पनि तिम्रो याद मात्र बाँकी। कहीँ लाग्छ जीवनले खासै परवाह गर्दैन, तर तिम्रो सम्झनाले गर्छ त्यो ताकै दुर्दैन। बहरिदो मुटु अड्केको सास भिजेको तकिया, यी सबैको बिचमा तिमी मात्र एकमात्र अन्तिम उज्यालो जस्तै। तर तिमी नै छैनौ। सडकका बत्तीहरू धुन्धला लाग्छन्, भिडभाडका मानिस पनि आफ्नै पीडामा हराए जस्ता। तर म त केवल तिम्रो अनुपस्थितिमा खोइरहन्छु। रात भए कि पहिलो याद तिमी, बिहान भए कि पहिलो घाउ तिमी, मन दुखे कि पहिलो आवाज पनि तिमी नै। कसरी रोकु यो सम्झनाहरू, कसैले बुझ्दैन यो सबै बिग्रिएको जीवनको सक्दैन भार, तर तिमी बुझ्थ्यौ। त्यसैले अझै पनि तिमीलाई सम्झिन्छु। कहिले काहीँ त यस्तो लाग्छ यदि एक मिनेटका लागि तिमी फर्कने भए सायद जति भाँचिएको छु त्यो आधा त टुट्ने नै पर्थेन। तर जीवन त चलि
म अझै पनि तिमीलाई नै सम्झिरहेछु।